Good morning. It's May month चाहिँ mental health awareness month हो नि त त्यही भएर के भन्छु भने नि साथी हो तपाईँ जति नै धनी हुनुहोस् जति नै राम्री हुनुहोस् तपाईँ जति नै मै हुँ भनेर घमण्ड गर्नुहोस् क्या यदि तपाईको मेन्टल हेल्थ राम्रो छैन भने केही पनि काम लाग्दैन त्यसैले कसरी हुन्छ आफ्नो मानसिक स्वास्थ्यको एकदम ख्याल गर्ने गरौँ जीवनमा तपाईलाई खुसी खोजेर कसैले पनि ल्याइदिएको हुँदैन क्या तपाईको खुसी तपाई आफैले खोज्ने हो तपाईको जीवन अरूले बाँचिदिदैन तपाईको जीवन तपाई आफैले बाँच्ने हो तपाईको श्वास आफैले लिने हो अनि तपाईको समस्याहरू तपाईसँग जुन सम्बन्धित समस्याहरू हरेक समस्याहरू मान्छे आफैले क्रिएट गरेको हुन्छ अनि त्यो क्रिएटेड समस्याको चाहिँ समाधान पनि तपाई आफै भित्र हुने गर्छ हो ती पलहरूले हैन जस्तोसुकै पल होस् तपाईलाई 2-3 दिन एकदम पिराउँछ एकदम त्यसले तपाईलाई बिराउन पनि सक्छ बिराउन नदिनुस् है त्यसले तपाईलाई बिर्सिन पनि बाध्य गराउँछ आफैले आफैलाई नबिर्सिनुस् मानसिक स्वास्थ्य यस्तो महत्त्वपूर्ण चीज हो नि तपाई सामाजिक सञ्जालमा आएर रुनुस् मज्जाले रुनुस् इट्स ओके साथीभाइसँग बसेर मज्जाले रुनुस् इट्स ओके तपाई म केटा मान्छे भएर रुने हैन रुनु हुँदैन मेरो आँसु देखाउनु हुँदैन द्याट्स अनि कमजोरी हो भन्छ नि हो आँसु देखाउन नखोज्नु द्याट्स योर कमजोरी है देखाउनु पर्छ लाइफ इज सो ब्युटिफुल क्या यदि तपाईले एकदम शान्त एकदम गहिरेर सोच्नु भयो भने भोलिको दिनमा एउटा यस्तो पल आउन सक्छ जहाँ तपाईले आफ्नो जीवन आफ्नो श्वास आफैले रोक्न सक्नु हुँदैन जान दिनुपर्छ हो त्यस्तै कुनै पनि व्यक्ति तपाईको जीवनमा रिलेटेड छ अनि त्यो व्यक्ति जान चाहन्छ भने इट्स ओके आई अन्डरस्ट्यान्ड त्यो पल त्यो मोड एकदम पीडादायक हुने गर्छ इट्स हर्ट्स हैन एउटा गहिरो पीडा दिएर जाने गर्छ तर समयले पनि त्यहाँ समय छ क्या त्यो त्यसै भएर नै परिस्थितिसँगै समय पनि सँगसँगै आउनुको कारण म अहिले बुझ्दैछु परिस्थितिले सिर्जना गरेका पीडाहरू समस्याहरू छ नि समयले बिस्तारै हिल गराउँदै जान्छ समयले बिस्तारै ती समस्याहरूको समाधान गर्दै जान्छ क्या त्यसैले बी योरसेल्फ लभ योरसेल्फ जिन्दगीमा तपाईको जीवनमा घाम ल्याउने जुन ल्याउने पानी ल्याउने आगो ल्याउने सबै तपाई आफै हो सूर्यको किरणहरू छरिन दिनुपर्छ है हुन्छ नि टुकी बलेको टुकीको दियो तपाईको जिन्दगीमा तपाईले आफैले त्यो टुकी जलाउनु भयो भने उज्यालो छर्ने हो त हैन भने इफ यु चुज अँध्यारो तपाईको जिन्दगी अँध्यारोतिर नै धकेलिन्छ हो यदि तपाईले हुन्छ नि उज्यालोपन किरण रोज्नु भयो भने तपाईको जिन्दगी किरणमय भएर उज्यालोपन भएर एउटा खुला संसारमा हाँस्दै गर्छ क्या आजको लागि यति नै इट्स मर्निङ भाइब्स अल्सो एन्ड इट्स mental health awareness month and I hope this video will help you a lot हैन जति पनि साथीहरु हुनुहुन्छ it's okay to share your pain whatever you're going through love yourself be yourself तिमी छौ अनि यो संसार छ हामी छौं यो संसार छ बाइ